रोयल इनफिल्ड क्लासिक 350 2025 को लेटेस्ट अपडेटेड मोडलको डिटेल्समा रिभ्यू लिएर आइसकेको छु। यो बाइक चाहिँ भर्खरै लन्च भएको बाइक हो, जसमा फर्स्ट टाइम नेपालमा चाहिँ डुअल च्यानल एबीएस पाउनुहुन्छ, एलईडी लाइटिङ सेटअप पाउनुहुन्छ, न्यू इन्स्ट्रुमेन्ट क्लस्टर पाउनुहुन्छ र नयाँ जे सिरिजको इन्जिन पाउनुहुन्छ, जुन कि यो बाइक चाहिँ एकदमै अपडेटेड रहेको छ। र यति धेरै अपडेट दिएर पनि यसको जुन प्राइस छ यो चाहिँ हल्का मात्र इन्क्रिज गरेको छ, जुन कि 6 लाख भित्र यसमा चाहिँ मल्टिपल्स भेरिएन्टहरु पाउनुहुन्छ र 5,55,000 देखि नै यो बाइक स्टार्ट हुन्छ, जुन कि यसको जुन प्राइस छ जुन यसमा अपडेट आएको छ त्यो अपडेट अनुसारले जुन यसको प्राइस बढाएको छ यो चाहिँ किलो रोयल इनफिल्ड क्लासिक 350 लिने प्लानिङ गर्दै हुन्छ भने यो भिडियो पुरै हेर्नुस्, किनभने यसमा चाहिँ मल्टिपल्स बाइकहरु लन्च भएको छ न्यू फिचर्सहरुसँगै। सो सबै बाइकको प्राइसहरु कस्तो छ, भेरिएन्ट अनुसारले कुन बाइकको प्राइस कति इन्क्रिज भएको छ, आज म यो बाइकको डिटेल्समा हजुरलाई जानकारी दिनेछु। सो भिडियो पुरै हेर्नुस् र भिडियो मन परेमा लाइक गरिदिनुस्, भिडियो शेयर गरिदिनुस् र यस्तै नयाँ नयाँ बाइक सम्बन्धी भिडियोहरु मन पर्छ भने मेरो च्यानल नबिर्सिकन सब्स्क्राइब गर्नुस्। र अब सबभन्दा पहिले यसको इन्जिनबाटै स्टार्ट गरौँ। यसमा चाहिँ लेटेस्ट जे सिरिजको इन्जिन पाउनुहुन्छ, जुन कि यो चाहिँ अब अझ स्मुथ भएको छ, अझ रिफाइन भएको छ र जुन पहिलेको मोडलमा हल्का फुल्का भाइब्रेसन पाउनुहुन्थ्यो यसमा चाहिँ अझ कम भएको छ, जुन कि इन्जिन चाहिँ एकदमै लेटेस्ट र नयाँ हो। यसमा चाहिँ एक्ज्याक्ट 349 सीसीको इन्जिन पाउनुहुन्छ, सिंगल सिलिन्डर 4 स्ट्रोक 2 भोल्ट BS6 फ्युल इन्जेक्ट इन्जिन पाउनुहुन्छ, जुन कि इन्जिन चाहिँ एकदमै नयाँ हो र यो चाहिँ एयर कुलिङ सिस्टम सँगै आउँछ। यसमा चाहिँ एकदमै ठुलो बिग साइजको इन्जिन पाउनुहुन्छ। यसमा चाहिँ लिक्विड कुलिङ इन्जिन भएको भए चाहिँ राम्रो हुन्थ्यो, बट यसमा चाहिँ एयर कुलिङ सिस्टम मात्र पाउनुहुन्छ, लिक्विड कुलिङ सिस्टम चाहिँ पाउनुहुन्न। इन्जिनमा काहीँ न काहीँ कमी भयो जस्तो लाग्छ, बट पावर फिगरको कुरो गर्नु पर्दाखेरि यसले चाहिँ 20.2 PS को पावर प्रड्युस गर्छ 6100 RPM मा र 27 Nm को टर्क जनरेट गर्छ 4000 RPM मा, जुन कि यो बाइक चाहिँ टर्की बाइक हो र यसमा चाहिँ नर्मली अरु बाइक भन्दा चाहिँ यसमा लामो लङ पिस्टन यसमा पाउनुहुन्छ, जसले गर्दाखेरि यो बाइक चाहिँ टर्क धेरै प्रड्युस गर्छ। सो पावर फिगर चाहिँ राम्रो छ, बट यसो इन्जिनको साइज र यो बाइकको वेट हेर्दाखेरि चाहिँ यसले चाहिँ कम्तीमा पनि 25 PS को पावर प्रड्युस गरेको भए चाहिँ बेटर हुन्थ्यो। टर्क चाहिँ नो डाउट राम्रो पाउनुहुन्छ, बट हल्का पावर फिगरलाई जुन मेन पावर चाहिँ यसलाई हल्का इन्क्रिज गरेको भए चाहिँ बेटर हुन्थ्यो। र यसमा इन्जिन नयाँ र स्मुथ रिफाइन भएकोले गर्दाखेरि चाहिँ यस बाइकबाट पुरानो मोडल भन्दा चाहिँ बेटर माइलेज यसमा पाउनुहुन्छ। हुन त कम्पनी 40 को क्लेम गर्छ, बट 35 देखि 40 को बीचमा चाहिँ मजाले यो बाइक माइलेज दिन्छ, किनभने इन्जिन चाहिँ एकदमै अपडेटेड छ। र अब यसको लाइटिङ सेटअपको कुरो गर्नु पर्दाखेरि जुन कि यसमा पनि ठुलो अपडेट पाउनुहुन्छ। यसमा चाहिँ अब मेन हेडलाइट चाहिँ एलईडी मा आइसकेको छ, जुन कि हेर्न सक्नुहुन्छ र जुन यसको साइड इन्डिकेटर छ यो चाहिँ अप्सनल हो। हुन त कम्पनी फिटेड चाहिँ हेलोजनमै आउँछ, बट पैसा पे गरेर यसमा चाहिँ एलईडी लाउन सक्नुहुन्छ। र यसको जुन मेन पाइलट ल्याम्प छ जुन कि हेर्न सक्नुहुन्छ, पहिले चाहिँ हेलोजनमा पाउनुहुन्थ्यो, अब चाहिँ यसमा पनि एलईडी गरेछ, जुन कि यो पनि राम्रो हो। र यसमा चाहिँ जुन मेन हेडलाइट छ यो चाहिँ राम्रो क्वालिटीको र हल्का पावरफुल एलईडी स्प्लिटमा पाउनुहुन्छ, जुन कि हेर्न सक्नुहुन्छ। लो बिम हाई बिम दुईटै बेग्ला बेग्लै पाउनुहुन्छ र हेर्नमा चाहिँ फ्रन्टबाट एकदमै राम्रो लागिरहेछ र जुन पुरानो मोडल थियो त्यो भन्दा चाहिँ बेटर भिजिबिलिटी यसमा पाउनुहुन्छ नाइटको बेला। र यसको फ्रन्टमा 41 mm को मोटो खाले टेलिस्कोप सस्पेन्सन पाउनुहुन्छ, जुन कि चाहिँ कभर भएर आएको हुन्छ र यसमा चाहिँ 300 mm को ठुलो खाले डिस्क पनि पाउनुहुन्छ र यसमा चाहिँ डुअल पिस्टन भ्याब्रेकको ब्रेक क्यालिबर पाउनुहुन्छ, जुन कि एकदमै राम्रो हो। र यसको फ्रन्टमा चाहिँ 100/90 सेक्सनको टायर सेटअप पाउनुहुन्छ र 19 इन्चेसको एलो व्हील पाउनुहुन्छ, जुन कि हेर्न सक्नुहुन्छ। हेर्नमा चाहिँ राम्रो लागिरहेछ। र यसको रियरमा चाहिँ 270 mm को डिस्क पाउनुहुन्छ र यसमा पनि एबीएस पाउनुहुन्छ। यसमा चाहिँ 120/80 सेक्सनको टायर सेटअप पाउनुहुन्छ र 18 इन्चेसको एलो व्हील पाउनुहुन्छ र यसको रियरमा चाहिँ डुअल हाइड्रोलिक अब्जर्भर्स पाउनुहुन्छ, जुन कि हेर्न सक्नुहुन्छ। यो चाहिँ 6 टाइम एडजस्टेबल को सँगै आउँछ। यसलाई चाहिँ आफ्नो राइडिङ अनुसारले हार्ड र सफ्ट राख्न सक्नुहुन्छ, जुन कि यो चाहिँ राम्रो। र अब यसको इन्स्ट्रुमेन्ट क्लस्टरको कुरो गर्नु पर्दाखेरि जुन कि हेर्न सक्नुहुन्छ यहाँ पनि अपडेट पाउनुहुन्छ। यसमा सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पाउनुहुन्छ, स्पिडोमिटर चाहिँ एनालॉगमा पाउनुहुन्छ, यसमा चाहिँ लो फ्युल वार्निङ पाउनुहुन्छ, लो बिम हाई बिमको इन्डिकेटर पाउनुहुन्छ, एबीएस को इन्डिकेटर पाउनुहुन्छ, ब्याट्री लेभल पाउनुहुन्छ र साइड इन्डिकेटरको इन्डिकेटर पाउनुहुन्छ। र यसमा जुन सानो डिजिटल मिटर पाउनुहुन्छ, जुन कि हेर्न सक्नुहुन्छ। यसमा चाहिँ अरु बेसिक इन्फर्मेसन पाउनुहुन्छ, ट्रिपेड ट्रिबी भइहाल्यो, डिजिटलमा घडी भइहाल्यो। यसमा चाहिँ फ्युल गेज पाउनुहुन्छ डिजिटलमा, यसमा गियर इन्डिकेटर पोजिसन पाउनुहुन्छ, जुन कि हेर्न सक्नुहुन्छ। मिटर चाहिँ अपडेटेड छ, पुरानो मोडल भन्दा चाहिँ बेटर इन्स्ट्रुमेन्ट क्लस्टर यसमा पाउनुहुन्छ, बट यसमा चाहिँ अहिले पनि कनेक्टिभिटी फिचर्सहरु चाहिँ पाउनुहुन्न। र यसमा चाहिँ स्प्लिटमा सिट सेटअप पाउनुहुन्छ, जुन कि हेर्न सक्नुहुन्छ। सिटको डिजाइन चाहिँ राम्रो छ, बट सिटको क्वालिटी पनि एकदमै राम्रो छ, जुन कि आफै पनि हेर्न सक्नुहुन्छ। यो चाहिँ धेरै हार्ड छैन, सफ्ट नै छ र यो सिटको क्वालिटी राम्रो भएकोले गर्दा
गर्दाखेरि चाहिँ यसलाई लङ टुरमा लाँदाखेरि चाहिँ खासै त्यस्तो ब्याक पेन हुने चाहिँ समस्या आउँदैन यस बाइकबाट घण्टोसम्म कुदाउँदाखेरि पनि त्यस्तो दुख्ने चाहिँ समस्या आउँदैन जुन कि सिटको क्वालिटी चाहिँ राम्रो छ र यसमा चाहिँ मेटलमा ग्लोसी ब्ल्याकमा ग्रेभल्स पनि पाउनुहुन्छ र यसमा चाहिँ 805 mm को सिटको हाइट पाउनुहुन्छ जुन कि आइडियल साइज नै भन्नु पर्यो 5 फिट 3 इन्ची भन्दा तल हाइट छ भने चाहिँ हजुरलाई हल्का अनकम्फर्टेबल हुन सक्ला बट 5 फिट 3 इन्ची भन्दा माथि छ भने खासै त्यस्तो अप्ठ्यारो चाहिँ हुँदैन यो बाइक कुदाउन र यसमा चाहिँ 170 mm को ग्राउन्ड क्लियरेन्स पाउनुहुन्छ यसमा चाहिँ 5 स्पिडकै गियर बक्स पाउनुहुन्छ यसमा 6 स्पिडको गियर बक्स हुनु पर्ने थियो किनभने यसमा चाहिँ ठूलो खाले इन्जिन पाउनुहुन्छ 350 सीसी को सो 6 स्पिडको गियर बक्स भएको भए चाहिँ बेटर हुन्थ्यो बट यसमा चाहिँ 5 स्पिडकै गियर बक्स पाउनुहुन्छ यसमा चाहिँ साइड स्ट्यान्ड पनि पाउनुहुन्छ र सेन्टर स्ट्यान्ड पनि पाउनुहुन्छ यसमा साइड स्ट्यान्ड करप्ट सेन्सर पनि पाउनुहुन्छ जुन कि चाहिँ एकदमै राम्रो फिचर छ यसो स्ट्यान्डमा भएको बेला चाहिँ बाइक गुड्दैन गियर लाउन बित्तिकै बाइक बन्द हुन्छ जुन कि सेफ्टी पोइन्ट अफ भ्यूको अनुसारले यो फिचर्स हरेक बाइकमै हुनु पर्ने हो र यसमा चाहिँ 13 लिटरको प्रोपर मेटलमा फ्युल ट्याङ्क पाउनुहुन्छ जुन कि हेर्न सक्नुहुन्छ र माइलेजको कुरा गर्नु पर्दाखेरि यस बाइकबाट चाहिँ 35 देखि लिएर 40 सम्मको माइलेज मजाले पाउनुहुन्छ किनभने इन्जिन चाहिँ अपडेट भएर आएको छ र यसको वेटको कुरा गर्नु पर्दाखेरि यो चाहिँ सेगमेन्टमा हल्का हेभी छ यसको कभर चाहिँ 195 केजी को छ जुन कि हल्का हेभी नै छ त्यसैले म चाहिँ यसको हल्का पावरलाई चाहिँ इन्क्रिज गरेको भए चाहिँ यसको वेटले चाहिँ खासै त्यस्तो अप्ठ्यारो चाहिँ पार्दैन थियो बट यसमा चाहिँ 20 PS कै पावर फिगर पाउनुहुन्छ जसले गर्दाखेरि यसको वेट चाहिँ हल्का माइने राख्छ पावर टु वेट रेसियो खासै त्यति चाहिँ राम्रो पाउनुहुन्न बट यो चाहिँ टर्की इन्जिन हो यसमा चाहिँ टर्क राम्रो पाउनुहुन्छ जुन कि जस्तो सुकै पनि ओकालो बाटोमा चाहिँ यसले मजाले तान्दिन्छ सो टर्की इन्जिन हो यसमा चाहिँ पावर फिगर चाहिँ हल्का कमै पाउनुहुन्छ र यो बाइक कम्तीमा पनि 160 या 165 केजी को भएको भए चाहिँ फेरि यसमा पावर टु वेट रेसियो राम्रो पाउनुहुन्थ्यो यही पावर फिगरमा सो यसको जुन पावर फिगर छ यसले चाहिँ अब नेक्स्ट आउने अपडेटमा चाहिँ बढायो भने चाहिँ राम्रो हो बट यो हल्का चाहिँ हेभी साइड नै जान्छ र अब यसको टप स्पिडको कुरा गर्नु पर्दाखेरि यो चाहिँ प्रोपर स्पोर्टी बाइक हैन र यसमा चाहिँ स्पोर्टी बाइक जस्तो टप एन्ड चाहिँ राम्रो पाउनुहुन्न बट तैपनि यस बाइकबाट चाहिँ 120 किलोमिटर पर आवरको टप स्पिडसम्म जान सक्नुहुन्छ जुन कि यो पनि राम्रो र यो चाहिँ के अरे स्पोर्टी डिजाइन यसमा पाउनुहुन्न जुन कि एरोडाइनामिक डिजाइनहरु यसमा पाउनुहुन्न जसले गर्दाखेरि चाहिँ अरु स्पोर्टी बाइक जतिको टप स्पिड र टप एन्ड चाहिँ यसमा पाउनुहुन्न र अब यो बाइकको प्राइसिङको कुरा गर्नु पर्दाखेरि जुन कि यो बाइक चाहिँ भर्खरै नेपालमा लन्च भएको बाइक हो र नेपालमा फर्स्ट टाइम रोयल इनफिल्डको कुनै पनि बाइकमा चाहिँ डुअल च्यानल एबीएस पाउनुहुन्छ र यसमा चाहिँ नयाँ एलईडी लाइटिङ सेटअप पाउनुहुन्छ यसमा नयाँ जे सिरिजको इन्जिन पाउनुहुन्छ र यसमा चाहिँ नयाँ इन्स्ट्रुमेन्ट क्लस्टर पाउनुहुन्छ जुन कि अपडेट चाहिँ एकदमै राम्रो छ र यसको जुन प्रिभियस मोडल छ त्यो भन्दा चाहिँ 10,000 मात्र इन्क्रिज गरिएको रहेछ जुन कि अपडेट चाहिँ एकदमै ठुलो दिएको रहेछ एकदमै राम्रो राम्रो फिचर्सहरु थपेर आएको छ बट प्राइस चाहिँ 10,000 मात्र इन्क्रिज गरेको रहेछ जुन कि चाहिँ एकदमै राम्रो हो र यसमा चाहिँ मल्टिपल्स भेरिएन्टहरु पाउनुहुन्छ जुन कि 5,55,000 देखि स्टार्ट हुन्छ र 5,80,000 सम्म जान्छ र यो चाहिँ सेकेन्ड टप एन्ड मोडल हो जुन कि यो चाहिँ स्टिल्थ ब्ल्याक हो र यो भन्दा पनि एउटा चाहिँ माथि मोडल पाउनुहुन्छ र यसको जुन प्राइस छ यो 5,73,000 जति पर्छ जुन कि यो भन्दा एउटा अझै माथिको टप एन्ड मोडल छ सो 2025 को नयाँ रोयल इनफिल्ड को अपडेटेड मोडलको प्राइस कस्तो लाग्यो यसमा पाउने फिचर्सहरु कस्तो लाग्यो यसमा जुन अपडेटहरु आएको छ यो अपडेटहरु चाहिँ कस्तो लाग्यो प्लिज तल आफ्नो राय चाहिँ कमेन्ट सेक्सनमा राख्नुस् होला हस् त आजलाई यति नै भिडियो मन परेमा लाइक गरिदिनुस् भिडियो शेयर गरिदिनुस् र यस्तै नयाँ नयाँ बाइक सम्बन्धी भिडियोहरु मन पर्छ भने मेरो च्यानल नबिर्सिकन सब्स्क्राइब गर्नुस् कुनै पनि बाइकमा अपडेट आउन बित्तिकै कुनै पनि नयाँ बाइक लन्च हुन बित्तिकै त्यो बाइक को चाहिँ डिटेल्समै जानकारी लिएर आउने छु सो च्यानल चाहिँ नबिर्सिकन सब्स्क्राइब गर्नुस् भिडियो हेर्नु भएकोमा धन्यवाद जय नेपाल।